यता हाम्रो मेके सर र मेरो पनि छ हस्पिटलको काम मेके सरको छ। मेरो चाहिँ अस्ति आँखा देखाएको थियो, त्यसको हल्का अलिक त्यो दबाई कति दबाई सक्नु आँटे अब लाउनु पर्छ पर्दैन त्यो सक्नुको लागि होइन। उसको हात चल्छ तर मर्दा चल्दैन। तर उता फुटबल खेल्नु छोडिसकेको छ, रिटायर दिइसकेको छ। उता कालचिक क्लबबाट रिटायर दिइरहेको छ। अब त्यही हो जाँदैछ आजु बाटो पुग्यो। यसो क्रिम सिम लाएर हिँडेको भन्नु त मिलेन, मुख पनि नदै हिँडेको बिहान। यो दाजुको त कुदै खतरा रहेछ नि त। अब ल हामी चाहिँ यहाँ गाडीको बिचमा पुगेको छ, दामी जग्गा पर्खिँदै गएर यस्तो आधी बाटो सुन्दर यस्तो छ, दामी छ। रोड चाहिँ नयाँ डिजाइनको हो कि दामी छ। अहिले सिक्किममै खालको डिजाइनको रोड हुँदैछ। यो चाहिँ सानो बाटा छैन। खोलेर बनाएको दामी बनाएको छ। यहाँबाट उन्दो गयो चाहिँ मालामाल हुन्छ, डाइरेक्ट माथि उठ्छ सुनको घर। तपाईँहरू चाहिँ यहाँ चाहिँ बिस्तारै हिँड्नुहोस्, हावा चाहिँ डाइरेक्ट सुनको घर पुग्छ स्वर्गीय। यस्तो छ बाटो छ अप्ठ्यारो। ल यहाँ हामी चाहिँ माथि छ, माथि हस्पिटलको टपमा। नाम्ची बजार यत्रो रहेछ, देख्न सक्नुहुन्छ। यहाँदेखि उन्दो चाहिँ यस्तो छ मलाई। यहाँदेखि उन्दो झऱ्यो भने चाहिँ स्पोट डेट, माथि हाती उन्दो झर्ने सिडी भएर तल माथिदेखि आएको नि घुम्दा रिङ्गाटा चलिसक्यो। यहाँ तल हाती डल्लै छ तल माथिदेखि आएको आउनु बिजोक पर्छ रिङ्गाटा चलेर लाइट गएर बिजोक नि राख्ने सिस्टम दामी रहेछ। गाडी सिस्टम चाहिँ स्कुटी राखेको छ। ताजा चाहिँ छ पराठा होइन, अब मजाले खुवाइ हुन्छ। सरले सम्झाउनु हुँदैछ मजाले, अब म पनि मजाले खान्छु। अस्तिदेखि लाग्यो
Tinggal coba. Công ty đâu này này ở tức là Rabang live गरेँ टक्कै बस्नु हामीहरू यहाँबाट राबुङ लाइभ गरेर फेरि बहिनीको सामान बस्ती बिर्सिएर फेरि लाँदैछ झन्डै बजाइ बंगला बाजार कस्तो दामी देख्दो रहेछ राइडर हुनु पनि साह्रो हो नि त यस्तो बाटो भेट्नुपर्छ अफरोडिङ झन्मा यतै झन् हाम्रो ट्युब 390 छ र मात्रै यस्तो अफरोडिङमा पनि हामीले यस्तरी नै बडा के भन्छ साइली भन्ने यस्तो हुन्छ यस्तो रोड यस्तो छ साह्रो दुईजना आरामले जान्छ तिमीले यो ड्युक भएर होला कि पुरा तानिहाल्छ नि